के तपाईहरुलाई थाहा छ हाम्रो देश नेपालमा पनि इन्डिया, बंगलादेश र पाकिस्तान जस्तै जात, धर्म र वर्णलाई लिएर सोशल मिडिया भरि साइलेन्ट वार चलिरहेको छ। आर्यन भर्सेस मंगोलियन। आफ्नो जात धर्मको व्यक्तिले गरेको गल्तीलाई ढाकछोप गरेर अरूको जात वा धर्मको व्यक्तिले गरेको सानो गल्तीलाई पनि ठूलो बनाई बार सोशल मिडियामा देखाएर सानो कुरालाई पनि ठूलो बनाइरहेको छ। उदाहरणको लागि धरानको मेयर साम्पाङलाई हेर्नुस्। उहाँको हरेक नेगेटिभ होस् या पोजिटिभ विचारहरूमा नराम्रो भन्ने वा औँला उठाउने 90% आर्यन समुदायको व्यक्तिहरू मात्रै छन्। गलतलाई गलत भन्नुपर्छ र सहीलाई सही, तर सधैँ गलत मात्रै किन त? मंगोलियन सोसाइटीको यता फेरि आफ्नै गुनासो छ। देश चाहिँ क्षेत्री र बाहुनले सकायो भनेर। के साँच्चीकै देश जात र धर्मले बिगारेको त कि गलत सोच, खराब व्यवहार भएको व्यक्तिले? हाम्रो सोसाइटीमा यस्तो आर्यन फ्यामिलीहरू पनि त बस्छन् जसले देशले दिएको असुविधा र अन्धकारहरू झेलेर बाँचिरहेको छ। देशको बेरोजगारी अनि गरिबीले गर्दा उनीहरू पनि परदेशिनु परेको छ। त्यही भत्किएको सडकमा हिँडिरहेको छन् जुन सडकमा अरू जात जातिका मानिसहरू पनि हिँड्ने गर्छन्। त्यसैले सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ, चाहे त्यो आफ्नै जातको या धर्मको किन नहोस्। अब फागुन 21 गते हुँदै गरेको चुनावमा पुरानोको नतिजा देखिहाल्यो, अब नयाँलाई पालो दिउँ। र फेरि पनि यही भन्दछु कि भोट हाल्ने बेलामा हाम्रोलाई होइन राम्रोलाई हालौँ, चाहे त्यो अर्कै धर्म, वर्ण र जातिको किन नहोस्। धन्यवाद।